सशक्त महिला, सक्षम युवा अनि समृद्ध दुहवी सुनसरीको दुहवी नगरपालिका जहाँ परिवर्तनको एउटा सशक्त कथा लेखिँदैछ। स्थानीय सरकारको नेतृत्व गर्दै वेदनारायण गच्छदारको आगमनले यहाँका महिला तथा युवाहरू आज आत्मनिर्भर बन्ने दिशामा दृढतापूर्वक अगाडि बढिरहेका छन्। शिक्षासँग जोड्ने भन्ने मैले वाचा गरेको थिएँ र त्यो सन्दर्भ मैले भनेको थिएँ एसीमा A+ ल्याउने, A ल्याउने, B+ ल्याउने, B ल्याउनेहरूले धेरै अवसरहरू पाउँछ, तिनीहरूलाई धेरै जाने ठाउँहरू पाउन सक्छन्। तर C र D ग्रेड ल्याउनेलाई धेरै अप्ठ्यारो हुन्छ। त्यसकारण त्यस्तो विद्यार्थीहरूलाई म व्यावसायिक शिक्षासँग जोड्ने छु भन्ने मैले घोषणा गरेको थिएँ र बढी से बढी युवाहरूलाई उद्यमशीलतासँग जोड्ने मैले चाहिँ वाचा गरेको थिएँ। त्यो अनुसारले प्राविधिक तथा व्यावसायिक शिक्षासँग जोड्नको लागि 2075 सालबाट नगर प्रमुख छात्रवृत्ति कार्यक्रम अन्तर्गत 3 वर्षे डिप्लोमा कोर्स जसमा चाहिँ 1,86,000 पर्छ। जस्तो मेकानिकल इन्जिनियर, प्लम्बरको कोर्स हुन्छ अथवा अन्य टेलिकम सम्बन्धी, हेल्थ सम्बन्धी यस्तो 3 वर्षे कोर्समा 1,86,000 नगरपालिकाले फुल स्कलरसिप दिने गरिकन मैले चाहिँ सुरु गरेको थिएँ र त्यसमा मलाई लाग्छ झन्डै आजको मितिसम्म आइपुग्दाखेरि दलित, जेहनदार, मुस्लिम, विपन्न, सुकुम्बासीहरू चाहे जुनसुकै जातको होस् 100-150 जना चाहिँ कति त पास आउट भइसक्यो, कति अहिले पढिरहेको छ र यसपालि मात्रै मलाई लाग्छ 50-60 जनाको नाम हामीले चाहिँ सिफारिस गर्ने क्रममै छौँ। त्यस सँगसँगै यो चाहिँ अलिकति लामो अवधिको कोर्स भयो र त्यस सँगसँगै अलि मझौला के अरे अवधिको कोर्स 11 महिने कोर्समा 250-300 विद्यार्थीहरू अहिले त्यो सङ्ख्यामा पढिरहेको अवस्था छ भने कतिपय चाहिँ पास आउट भएर आफ्नो व्यवसायसँग जोडिएको छ र सँगसँगै वैदेशिक रोजगारमा जानेहरू पनि तपाईको स्किल प्रमाणपत्र लिएर राम्रो रोजगार गर्दैछ भनेदेखि जब रिटर्नीहरूलाई पनि हामीले चाहिँ उहाँहरूले चाहे अनुसारको यही अब तुक्रे एउटा भयो यो 3 वर्षे कोर्स 11 महिने कोर्स यो भनेको टेक्निकल इन्स्टिट्युटमा हामीले चाहिँ फुल स्कलरसिपबाट नगरपालिकाले नै खर्च गर्ने गरिकन मलाई लाग्छ यो करोड मैले खर्च गरेको छु। दोस्रो के भनेदेखि जब रिटर्नीहरूलाई चाहिँ अथवा जो चाहिँ छोटा अवधिको तालिम मझौला लामो अवधि, मझौला अवधि र छोटा अवधिको तालिम जो 3 महिनासम्मको हुन्छ त्यस्तोहरूलाई पनि आजको मितिसम्म मलाई लाग्छ 2025 लाई तालिम दिइसकेर त्यसमध्येमा झन्डै 600 को हाराहारीमा त वेल एस्टाब्लिश्ड महिलाहरू मात्रै छ भनेदेखि अन्य पुरुषहरू छ। त्यो सिटी रिक्साको सम्बन्धमा होस्, अचार बनाउने होस्, चप्पल जुत्ता बनाउने होस्, विभिन्न किसिमको बेकरी होस्, ब्यारेस्टीको जो कफी बनाउने होस्, बुटिक होस्, ब्युटिसियन होस्, फेसन डिजाइनर होस्, एग्रोसम्म कृषि व्यवसायसँग बङ्गुर पालन, बाख्रा पालन, तरकारी खेती यो सेक्टरमा मैले धेरै युवाहरूलाई चाहिँ सेल्फ डिपेन्डेन्ट बनाएको छु र तिनीहरूको लागि चाहिँ नगरपालिकामै वृत्त विकास केन्द्रकै स्थापना गरेर अस्ति 23 र 24 गतेको दिन जेएनजीको आन्दोलनमा जेएनजी आन्दोलनकारीहरूले जलाएर नष्ट पनि गरेको छ। तर पनि हामीले चाहिँ अहिले भिजुअल नभए पनि ओरली हामीले चाहिँ तिनीहरूलाई पर डे नगरपालिकामा 7 देखि म्याक्सिमम 50 जनासम्म काउन्सिलिङ गर्दै व्यवसायतिर जोड्दैछु भनेदेखि र दुहीको मात्र होइन, दुही नगरपालिकाबाट सञ्चालन हुने छोटा अवधिहरूको तालिम 3 महिने तालिमहरूमा अन्य पालिकाहरू मलाई लाग्छ यो सङ्खुवासभा, तेह्रथुम, भोजपुर, झापा, इलाम, धनकुट्टा यी जिल्लाहरूबाट पनि दुही नगरपालिकामा अनलाइन सिस्टमबाट यो मैले चाहिँ त्यो गरे अनलाइन सिस्टमबाट तालिमहरूमा चाहिँ आवेदन गराउने मलाई लाग्छ यो कोशी प्रदेशकै म पहिलो नगरपालिका हो दुही नगरपालिका। यसरी चाहिँ हामीले चाहिँ युवाहरूलाई अनलाइन सिस्टमबाट जसले चाहिँ टाइम नभएको बेलामा घरमै बसी अनलाइन सिस्टमबाट जब पोर्टल के अरे यो ट्रेनिङ पोर्टलको उसमा चाहिँ खोलेर हामीले त्यो सैकडौँ युवाहरूलाई चाहिँ सम्मानित गरेका छौँ र रोजगारसँग जोड्ने काम चाहिँ यसरी हामीले गरिरहेका
गरिरहेका छौँ। हुन पनि केही वर्ष अघिसम्म यस क्षेत्रका धेरै महिला तथा युवाहरू बेरोजगारी, आर्थिक अभाव र अवसरको कमीका कारण आफ्नो क्षमता अनुसार अघि बढ्न सकेका थिएनन्। सिप हुँदाहुँदै पनि त्यसलाई व्यवहारमा उतार्ने माध्यमको अभाव थियो। धेरै महिला घरयसी जिम्मेवारीमै सीमित रहँदा युवाहरूलाई रोजगारीको खोजीमा अन्यन्त्र भौतारिनु पर्ने बाध्यता थियो। तर दुहवी नगरपालिकाले सिप, स्रोत र अवसरमा समन्वय गरेसँगै परिस्थिति अहिले बदलिएको छ। विशेष गरी पालिकाको लघु उद्यम विकास शाखाले महिला तथा युवाहरूलाई लक्षित गरी विभिन्न उद्यमशीलता विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसका कारण यो रूपान्तरण आएको हो भन्न सकिन्छ। यस शाखाले स्थानीय स्तरमै सिप, स्रोत र अवसरको संयोजन गर्दै आत्मनिर्भर समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। म प्रिया ब्युटी पार्लरको सञ्चालिका हुकुमा कुमारी अधिकारी, मेरो पार्लर दुबी 4 मा छ। मैले यो उद्यमशीलताबाट सुरु गरेको हो, 7 दिने तालिम लिएर त्यसबाटै मैले यो पार्लर स्टार्ट गरेको हुँ। मैले दुबी नगरपालिकाबाट सिकेर आफ्नो तालिमलाई अगाडि बढाउँदै गएँ। त्यहाँबाट सिकेर अहिले प्रशिक्षकको रूपमा पनि काम पनि गरिरहेको छु। दुबी नगरपालिकाबाटै सिकेर मैले यो यत्रो व्यवसायहरू सञ्चालन पनि गरेँ र म जस्ता अरू मैले यहाँबाट प्रशिक्षक पनि गरिरहेको छु। यी प्रशिक्षक गरेर सिकेका स्टुडेन्टहरूले अरूले पनि खोलेर उहाँहरूले पनि पार्लर खोलेर बसिरहनु भएको छ। यसमा चाहिँ सबैभन्दा प्रथम त म मेयर साहबलाई धन्यवाद भन्न चाहन्छु, किनभने उहाँले नै हामी जस्तो महिलाहरूको लागि अगाडि बढाउने, घरमा बसेर हुँदैन भनेर उहाँहरूले नै दिएर त्यहाँको दिएको अनुदानहरूबाट पनि मैले आफ्नो व्यावसायिकमा यहाँ अहिले कुर्सीहरू पनि त्यही छ, त्यहीँबाट पाएको हामीले नगरपालिकाबाट पनि मैले अनुदान स्वरूप पैसा पनि पाएको छु। पहिला सुरुमा त आफूले सानो लगानीबाटै मैले सुरु गरेको हो व्यवसाय, किनभने सानोबाटै ठुलो हुने हो। त्यही भएर मैले सानो सुरुमा खोलेर एउटा प्लास्टिकको कुर्सीदेखि चलाएको हुँ र त्यसपछि मैले आफूले पहिला त प्राइभेटै सिकेको थिएँ सुरुमा। त्यसपछि उद्यमशीलताको ट्रेनिङ लिएँ, त्यहाँबाट पनि अलिकति प्रशिक्षकको रूपमा काम पनि गर्न पाएँ। त्योभन्दा अगाडि पनि अलिकति मैले अब यति मात्रै ट्रेनिङले नहुने रहेछ, प्राइभेट ट्रेनिङले भनेर उद्यमशीलताबाट मैले ट्रेनिङ चलाएर लिएर सिकेर अनि अगाडि बढेँ। अनि त्यसो गर्दा गर्दै मैले अब व्यावसायिकमा अलिअलि ऋण लिँदै गर्दा आफू ठाउँमा यहाँ आइसकेपछि नगरपालिका दुबी नगरपालिकाबाट अझै अब हामी जस्तो उद्यमीलाई मेयर साहबले अनुदानको रूपमा बिउ पुँजीहरू त्यस्तो सबै प्रदान गराइदिनु भयो, जस अन्तर्गत सहभागीहरूलाई सिलाइ कटाई, ब्युटी पार्लर, खाद्य परिकार उत्पादन, हस्तकला, कृषि आधारित साना उद्योग लगायत विभिन्न क्षेत्रमा सिपमूलक तालिमहरू सिकाइन्छ। यस्ता तालिमहरू सैद्धान्तिक रूपमा मात्र नभएर व्यवहारिक अभ्यासमा आधारित हुन्छन्, जसले सहभागीहरूलाई तुरुन्तै काम गर्न सक्षम बनाउँछ। तालिमसँगै लघु उद्यम विकास शाखाले आवश्यक मेसिन तथा उपकरणहरू उपलब्ध गराउने, व्यवसाय सुरु गर्न प्रारम्भिक पुँजीको रूपमा आर्थिक सहयोग गर्ने र व्यवसाय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी परामर्श प्रदान गर्ने जस्ता महत्वपूर्ण सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यसका साथै उत्पादन भएका वस्तुहरूको बजारीकरणमा सहयोग, व्यवसाय दर्ता तथा कानूनी प्रक्रिया सम्बन्धी सहजीकरण र समय समयमा पूर्ण तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरेर उद्यमीहरूलाई निरन्तर सहयोग गरिँदै आएको छ। आज यही पहलको परिणाम स्वरूप दुहवी नगरपालिकाभित्र धेरै महिला तथा युवाहरूले आफ्नै साना तथा घरेलु उद्योगहरू सञ्चालन गरिरहेका छन्। कसैले सिलाइ व्यवसाय मार्फत आमदानी गरिरहेका छन्, कसैले खाद्य सामग्री उत्पादन गरी बजारमा बिक्री गरिरहेका छन्। केही युवाहरूले सेवा तथा उत्पादनमूलक व्यवसाय सुरु गरी आत्मनिर्भरता हासिल गरिरहेका छन्। पहिला घरमै सीमित रहेका महिलाहरू आज आर्थिक रूपमा सक्षम बनेका छन्। आफ्नै आमदानीले परिवारको आवश्यकता पूरा गर्न सक्ने अवस्थामा पुगेका छन्। यसले उनीहरूको आत्मविश्वास मात्र होइन, समाजमा सम्मान समेत बढाएको छ। त्यसैगरी युवाहरूले आफ्नै सिप र क्षमताको प्रयोग गर्दै रोजगारी सिर्जना गरेका छन्। यसले उनीहरूलाई विदेश पलायन हुनुको विकल्प प्रदान गरेको छ र स्थानीय स्तरमै अवसर सिर्जना गरेको छ। यस कार्यक्रमको सफलता र प्रभावकारिताले राष्ट्रिय स्तरमा समेत पहिचान पाएको छ। नमस्ते, मेरो नाम राजकुमार माझी, घर 2-8 सनापुर रनी गाउँ, मनुराज बङ्गुर फर्म। म यो फर्मको सञ्चालक, यो दुई नगरपालिका 8 मा पर्छ। विदेशबाट आउँदाखेरि तालिम लिएको नगरपालिकाबाट,
नगरपालिकाले पनि सहयोग गर्नुभयो। तालिमदेखि लिएर यो फर्म दर्ता गर्ने यताउति सबै थोक। हुन त आसमान नेपाल त उहाँबाट पनि 50,000 बिउ पुँजी स्वरूप पाएको हुँ। त्यसपछि नगरपालिकाले अब जुन तालिमहरू बिचमा दिइरहनु भएको छ। विदेशबाट यहाँ फेरि आफ्नो घर परिवारसँग मिलिजुली बस्नु, आफ्नो घर परिवार पनि हेरिन्छ, नेपालमा केही गरिन्छ भनेर अब बाहिर कति धाउनु होइन। अर्काको देश फेरि आएर जस्ता त्यस्तै हुन्छ, बरु यहीँ नेपालमै महिनाको त त्यस्तो त हुँदैन कि, तर वर्षमा देखिन्छ। दुहवी नगरपालिकाका उद्गमीहरू स्थानीय तहमा मात्र होइन, जिल्ला, प्रदेश तथा संघीय सरकारबाट समेत पुरस्कृत हुँदै आएका छन्। यो सम्मान केवल व्यक्तिगत उपलब्धिको प्रतीक होइन, यो सम्पूर्ण दुहवी नगरपालिकाको सामूहिक परिश्रम र दृढ संकल्पको पहिचान हो। यस कार्यक्रमको प्रभाव केवल व्यक्तिगत स्तरमा सीमित छैन, यसले समग्र समुदायमा सकारात्मक परिवर्तन ल्याएको छ। स्थानीय उत्पादनको वृद्धि, आर्थिक गतिविधिको विस्तार र आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माणमा यसले महत्त्वपूर्ण योगदान पुर्याएको छ। महिला सशक्तिकरण, युवाको क्षमता विकास र दिगो आर्थिक समृद्धि, यी लक्ष्यहरू हासिल गर्ने दिशामा दुहवी नगरपालिका निरन्तर रूपमा अघि बढिरहेको छ। आगामी दिनहरूमा लघु उद्यम विकास शाखाले अझ प्रभावकारी रूपमा कार्यक्रमहरू विस्तार गर्ने योजना बनाएको छ। नयाँ सिपमूलक तालिमहरू सञ्चालन गर्ने, आधुनिक प्रविधिमा आधारित उद्यमहरूलाई प्रोत्साहन गर्ने, डिजिटल मार्केटिङ र अनलाइन व्यापार सम्बन्धी तालिमहरू प्रदान गर्ने तथा उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने लक्ष्य राखिएको छ। यसका साथै सहुलियतपूर्ण ऋणको पहुँच विस्तार गर्ने, उद्यमीहरू बीच सहकार्य र सञ्जाल निर्माण गर्ने र नवप्रवर्तनमा आधारित व्यवसायहरूलाई प्रोत्साहन गर्ने योजना समेत अगाडि सारिएको छ। यसरी लघु उद्यम विकास शाखाको पहलले केवल वर्तमानलाई मात्र होइन, भविष्यलाई समेत उज्यालो बनाउने दिशामा काम गरिरहेको छ।